साथीहरू स्वागत छ तपाईहरुलाई मेरो सानो मिनी ब्लगमा। आज चाहिँ हाम्रो रोपाई हो, त्यसैले म चाहिँ पानी कम भयो रे भनेर यता कुलो हेर्न गएको साथीहरू। अनि कुलो चाहिँ ठुलै आइरहेको रहेछ, तर उल्टोपट्टि गइरहेको रहेछ। अनि मैले चाहिँ लिएर आएँ, ठुलै आयो साथीहरू, तर अर्को खेतको खोलेर लिएर आएको। गाली गर्नुभयो मलाई चाहिँ। मैले चाहिँ रोपाई सुरु हुन आँटिसकेको छ साथीहरू। अनि यो चाहिँ हाम्रो रोपार हो साथीहरू। ऊ चाहिँ कस्तो मुख लागेर बसिरहेको छ। बा मलाई त गाली गर्यो भनेर बालाई भनेको त, अनि अर्काको त्यसरी खोलेर ल्याउन हुँदैन नि भनेर मलाई उल्टै गाली गर्नुभयो साथीहरू। बसिरहेको एकछिन, अनि पानी लिन जाऊ खेतालाहरूलाई भन्यो। एक लट म पानी लिन चाहिँ लगभग 4-5 मिनट लाग्छ साथीहरू। उहाँहरू चाहिँ मेरो खेतालाहरू हुनुहुन्छ। अनि म चाहिँ यो चाहिँ हाम्रो लास्ट रोपाई हो साथीहरू, त्यसैले यो सबै रोपिसक्यो। हाम्रो चाहिँ सबै खेतहरू रोपिसक्यो चाहिँ अलि बेसी नै पर्छ। हाम्रो साउनको 5-6 गतेसम्म रोपे पनि आउँछ कि साथीहरू। हाम्रो गाउँमा चाहिँ धेरै गर्मी हुन्छ, त्यसैले सर्पहरू पनि हुनसक्छ। म चाहिँ अन्तिममा आइसकेको छौँ साथीहरू रोपाई। यहाँ चाहिँ हाम्रो प्यारी आन्टीहरू हुनुहुन्छ, यहाँ त दाइ हुनुहुन्छ। अनि रोपाई सकिन आँटिसकेको छौँ। हाम्रो चाहिँ अब खाजा पनि खाने बेला भयो। आज चाहिँ हाम्रो खाजामा रोटी र तरकारी सकेपछि चाहिँ हामीले सबैजनालाई बोलायौँ। अनि माथि आएर सबैजनाले खाजा खायौँ। अनि घर जानलाई रेडी भयो साथीहरू। हाम्रो चाहिँ घर खेतभन्दा नि माथि 45-40 मिनटै लाग्छ साथीहरू। अनि हामी मैले चाहिँ चप्पलै नलगाइकन हिँडिरहेको छु, किनकि गाउँमा कहिले मात्र आउँछ, चप्पल नै हुँदैन। त्यही पनि यति ठुलो रहेछ, लगाएर हिँड्नै सकिनँ। मैले चाहिँ च्याउ भेटेँ, खाना त खाँदैन, यत्तिकै टिपेँ। अनि घर आएर लुगो धुएँ। यता बहिनी पनि रहेछन्, दाँत पनि उखालेर कस्तो पर्यो। अनि मेहन्दी लगाएको रे उसले, मलाई मेहन्दी देखाइरहेको थियो। अनि ऊ चाहिँ डान्स गर्न आउँछ अरे। अनि ल त गर, कस्तो गर्ने रहेछ भने त पुरै कब्रेली सम्धीवाला डान्स रे मलाई गरेर देखाइरहेको थियो। हो अनि यसो ठुलो मम्मीको घरमा आएको साथीहरू। आमा भूकम्पले बाँकी छोडेको घर फेरि बाँकी नछोड्ला जस्तै पुरै हुर्काएर पिङ खेलिरहेको थियो साथी। यो चाहिँ हाम्रो अर्को घरमा साथीहरू। अनि पिङ खेल्यो। चाहिँ लाइक कमेन्ट गरिदिनु होला साथीहरू। बाई बाई।